आज म तुलसीको रसको प्रयोग सिकाउन गइरहेको छु। बजारमा आयुर्वेदिक पसलहरुमा यस्तो तुलसीको रसको बोतलहरु पनि पाइन्छ किन्न। यो तुलसीको रसले के गर्छ त खोकीको लागि, चिसोको लागि, इम्युनिटीहरु राम्रो गर्नलाई, एन्टिभाइरल इन्फेक्सनको लागि यो एकदमै राम्रो हुन्छ। अहिले विभिन्न किसिमको भाइरसहरु आउनेवाला छ भनेर पनि भविष्यवाणीहरु जुन भइरहेको छ, हामीले त्यसको लागि चाहिँ पहिले नै यस्तो यो लिक्विड तुलसीको रसहरु पनि किनेर घरमा सेभ गरेर राख्न सक्छौं। अनि यसरी पानी लिएर अनि त्यसमा 2-3 थोपा यसरी राखेर अनि त्यसपछि यसलाई यसरी चलाएर यो पानी पिउने। यो पानी एकचोटी दुईचोटी दिनको पिउने एकदमै राम्रो गर्छ। यसले इम्युनिटी पनि बढाउँछ, एकदम शरीरमा शक्ति आएको जस्तो महसुस हुन्छ। अनि जति बेला पनि यसो हाछिउ आइराख्ने अवस्थामा पनि यसले अलिकति राम्रो गर्दिन्छ। अनि अब हामी मध्ये कतिलाई स्कुटरमा हिँड्नुपर्छ हैन, अनि चिसोमा बिहानै निस्किनु पर्ने अवस्था आउन सक्छ। त्यस्तो बेलामा पनि यसको प्रयोग हामीले यसो बेला बखतमा गरेको बेला शरीरमा एउटा शक्ति आएको जस्तो महसुस हुन्छ। चिसो खप्न सक्ने शरीरको क्षमता पनि बढ्छ। अनि धेरै नै शरीरको इम्युन सिस्टमहरु पनि एकदमै राम्रो हुन्छ।